ल साथीहरू आज चाहिँ मेरो भ्लग आधा दिनबाट सुरु भएको छ किनभने हिजो चाहिँ अब मेरो चार्जर चाहिँ म खादबारी गएको थिएँ नि त खादबारीमै छुटेको कारणले गर्दाखेरि चाहिँ फोन चार्ज गर्न पाएन अब गाउँमा आइफोन युजरहरू खासै धेरै छैन त्यही भएर गाउँमा अब अरू चार्जर पनि थिएन त्यही भएर चाहिँ अनि बिहान 11 बजीतिर चार्जर आइपुगेको थियो अनि अहिलेसम्म फोन चाहिँ चार्जमा हालेँ त्यस पछाडि मेरो भ्लग सुरु भइसकेको छ आज आधा दिनबाट म चाहिँ आज सर्वदानमा छु र खाजा खायौँ हामी सबैले खाजा खायौँ अब लगभग फेरि काम सुरु गर्ने तर्फतिर हामी जान लागेका छौँ ल मेरो भ्लगमा स्वागत छ हाम्रो बडियामा मेरो भान्जी दिदी श्यामाहरू लगायत सम्पूर्णलाई चाहिँ मेरो भ्लगमा स्वागत छ निक्लिरहेछ त यहाँनिर चाहिँ हाम्रो खाजा खाने टोलीहरू हुनुहुन्छ अनि अर्को खाजा खाने टोली अलिक तल हुनुहुन्थ्यो उनीहरू चाहिँ काममा लागिसक्नु भएको छ अब हामी पनि काममै जाने अवस्थामा छौँ लुड नै अब काले भ्लग होइन गाउँले भ्लग कस्तो ल हाम्रो चाहिँ आज के सर्वदान थियो भने हाम्रो चाहिँ अब मैले हिजो अस्ति पनि भनेको थिएँ नि त हाम्रो गाउँमा 3वटा आधुनिक भट्टी बनाउने योजना परेको छ त्यसको लागि चाहिँ अब 10 लाख कृषिबाट 10 लाख बजेट छ र समथिङ 10 लाख बराबरकै हामीले चाहिँ अब सर्वदानहरू अथवा हाम्रो व्यक्तिगत तर्फबाट पनि 10 लाख लगानी गर्नुपर्छ अनि मात्रै हाम्रो अब योजना सम्पन्न हुन्छ अनि यो चाहिँ मेन अब 3वटा भट्टीको लागि हामीले भट्टी बनाउनको लागि आधुनिक भट्टी अलैँची सुकाउने आधुनिक भट्टी बनाउनको लागि चाहिँ हामीले सर्वदानबाट ढुङ्गा फुटाउने कार्यक्रम चलिरहेको छ है त साथीहरू हिजो पनि चलेको थियो र आज पनि चलेको छ हिजो म खादबारी गएको कारणले गर्दाखेरि आउन पाएन तर आज चाहिँ म उपस्थित भएको छु सर्वदानमा र हाम्रो गाउँको आमा बुवाहरूले पनि अब हाम्रो गाउँको आमा बुवाहरू पनि सर्वदानमा हुनुहुन्छ मामा उपस्थित जाओस् त गाउँको भगमा आउने गरी भगमा आउँदा यहाँनिर हाम्रो मामा भेनाहरू पनि ढुङ्गै फुटाउँदै हुनुहुन्छ है गाउँले भ्लगमा स्वागत छ है हाम्रो टोलीहरूलाई पनि
रियालिटी त्यही हो नि त नि रियालिटी त्यही हो यहाँ थुपार्नु नि अलिक छिटो पानी पऱ्यो त नि भिज्नु यस्तो पानीमा चाहिँ यहाँ बुझ्ने यहाँनिर फ्याल श्रमदाता सबैभन्दा ज्येष्ठ श्रमदाता हाम्रो साथीहरू हाम्रो चाहिँ अब साथीहरू हामी चाहिँ सर्वदान गरिरहेको थियौँ तर पानी पर्दिएर डिस्टर्ब गरिदियो हाम्रो सर्वदानलाई धेरै ठुलो त परेको छैन तर सिमसिम निकै बाक्लो पानी परिरहेको छ त्यही भएर हामी चाहिँ यहाँनिर यो ओडालमा ओत लागेर बसिरहेको छौँ कस्तो छ बहिनी मौसम जाडो छ जाडो भयो के भन्न चाहन्छस् त चाहिँ के भन्नु र जाडो भइरहेछ यहाँनिर काम गर्नु आएको जाडोले मर्नु लाग्यो हाम्रो सबैभन्दा ज्येष्ठ श्रमदाता चाहिँ अझै पनि हातमा ढुङ्गै बोकेर हिँड्दै हुनुहुन्छ लागि परिरहनु भएको छ उहाँ चाहिँ यो देशको विकासको लागि अझै पनि खट्नुपर्छ हामीलाई हुरी बतास आदि हुरीले छेक्दैन भन्ने मूल नाराका साथ अझै ढुङ्गा बोकेर लागिराख्नु भएको छ अझै पनि उहाँको श्रमदान गर्ने हुटुटी मरेको छैन साथीहरू यो झरीले छेक्दैन उहाँको हुटुटीलाई भयो निर्दला भयो पानी पर्यो हाम्रो श्रमदानलाई चाहिँ आज पानी झरीले अब यहीँनिर स्थगित गरिदिएको जस्तो छ साथीहरू अब नि बाक्लो फिसफिसै पानी परिरहेको छ साथीहरू यति बेला चाहिँ अनि सबैजनाले अब दिउँसो त घाम लागिरहेको थियो नि त त्यसैले अब प्लास्टिक बोकेर आउने कुरो भएन यहाँनिर सबैजना आफूले ल्याएको लुगाहरू ज्याकेटहरू ओढेर हामी यही पानी झरीमा नि त बोजू पानीले भिजायो बोजूलाई पनि अब गर्नु मन हुँदा हुँदै पनि सकिन नि हामी चाहिँ अब लगभग आफ्नो आफ्नै घरतिर लाग्छौँ नि बोजू अब प्लास्टिक ओढेर ढुङ्गा फुटाउने कुरो नि आउँदैन होला नि त बोजू अन्त यत्रो झम्पल छिनो हान्नुपर्ने हुन्छ प्लास्टिक ओढेर हामीले कसरी चाहिँ छिनो हम्बर हान्नु भन्नुहोस् त साथीहरू त्यही भएर अब हामी घर लाग्यौँ हाम्रो श्रमदान टोलीहरू चाहिँ अब घरतिर लागेको छ साथीहरू मेरो पनि हालत देख्न सक्नुहुन्छ साथीहरू यसरी म पनि भिडियो यसरी बनाइरहेको थिएँ साथीहरू पानी पर्यो भरिसक टाउको चाहिँ नभिजोस् भन्ने उद्देश्य बोकेर चाहिँ पानी झरीमा पनि यसरी भिडियो बनाइरहेको छु यो ज्याकेट अब हुन त दिउँसो घाम लाग्दा चाहिँ अब डेन्जर गर्मी हुन्थ्यो र धेरै ठुलो ज्याकेट किन लगाएर जानु अझै ढुङ्गा फुटाउनु पर्छ अनि गर्मी पनि हुन्छ भनेर चाहिँ पातलो ज्याकेट लगाएर आएको थिएँ
तर खाजा खाइसके पछाडि चाहिँ एकछिन मात्रै काम गर्न पाइयो। अनि त्यस पछाडिदेखि त अब सिमसिम पानी पर्नु थालिहाल्यो। अनि अब यो पानी झरीमा अब काम गर्ने कुरो पनि आउँदैन। साथीहरू स्वास्थ्यलाई पनि हल्का मध्यनजर गर्नु परिहाल्यो। कसैले त प्लास्टिक पनि ल्याउनु भएको थियो रहेछ। अब यो प्लास्टिक नै भए पनि हामीले चाहिँ प्लास्टिक हाम्रो भाउजूले चाहिँ प्लास्टिक बोकेर आउनु भएको थिएछ। तर यो प्लास्टिक ओढेर अब ढुङ्गा फुटाउनु सम्भव पनि त हुँदैन नि त नि त भाउजू। त्यही भएर हामी चाहिँ अब लगभग हाम्रो घरतिर लागेछौँ। हामीले चाहिँ अब ढुङ्गा चाहिँ हाम्रो गाउँभन्दा अलिकति यतापट्टि खोल्सीहरूतिर भेला पार्दै थियौँ, ढुङ्गाहरू फुटाउँदै थियौँ। तर अब यसरी पानीले रोकिसके पछाडि चाहिँ हामी सबैजना भिज्दै यो पानी झरीमा घरतिर लाग्यौँ साथीहरू। पानी चाहिँ अब कत्रो पऱ्यो यहाँ देखिँदैन, तर यहाँ पानीबाटै थाहा हुन्छ क्या पानी चाहिँ कत्रो परिरहेको छ भनेर। यसरी क्या पानीले नै थाहा दिन्छ क्या पानी कत्रो परेछ भने। यस्तो सिमसिम नदेखिने खाले तर बाक्लो क्या भिजाउने खाले। आँखाले चाहिँ अब हामीले प्रत्यक्ष पनि त्यस्तो मजाले देख्दैनौँ। अनि अब क्यामेरामा त झन् अब यस्तो पातलो पानी मतलब यस्तो सानो पानी देख्ने कुरा हुँदैन। तर भिज्नु चाहिँ यो टाइपले भिजाउँछ क्या यस्तो पानीले चाहिँ। त्यो टाइपको पानीहरू मतलब सिमसिम पानी परेको छ तर बाक्लो पानी परेको छ क्या। हाम्रो सर्वदान टोलीहरू चाहिँ यता अगाडि हुनुहुन्छ है, थुप्रो हुनुहुन्थ्यो, निकै नै हुनुहुन्थ्यो। परसम्म हुनुहुन्छ, आदि कोही पछाडि नै आउँदै हुनुहुन्छ, कोही अगाडि हुनुहुन्छ। यस्तो छ है साथीहरू, श्रमदान गर्दा पनि एक किसिमको रमाइलो चाहिँ रमाइलो हुन्छ। अब एक त अब काम हुन्छ सबैभन्दा पहिलो धेरैजना भइसके पछाडि, त्यस पछाडि त्यही टाइपको गफ हुन्छ। कसैले त्यहाँनिर राजनैतिक ज्ञानको कुरा पनि हुन्छ, अब कसैले त्यहीँ जोक बनाउनुहुन्छ त्यो कुराहरूलाई। अनि त्यस पछाडि अब खाजा खाने टाइममा पनि सबैले आफ्नो घरमा जे पाक्छ त्यो लिएर आउनुहुन्छ। अनि त्यस पछाडि सबैजनासँग मिलेर कसैको अचार, कसैको तरकारी, कसैको मकै भटमास त्यो तरिकाको, कसैले अब उसिनेको पिँडालुहरू ल्याउनुहुन्छ। अनि त्यस पछाडि सबैको अलिकति गर्दै खाँदै रमाइलो गर्दै हामी श्रमदान गर्थ्यौँ साथीहरू। तर हाम्रो श्रमदान चाहिँ आज अलिकति हाम्रो छुट्टी हुने समयभन्दा थोरै अगाडि नै पानीले हामीलाई छुट्टी दिइसकेको छ साथीहरू।